हजुरहरूलाई वेलकम छ उषा राईको ब्लगमा। आज चाहिँ म छोटो मिनी ब्लग गर्न गइरहेको छु। म चाहिँ यहाँ लिटल इन्डिया आइपुगेर रितिकालाई पढिरहेको छु। यो चाहिँ आइपुगेको छ है। अनि चाहिँ अब हामी दुईजना एकछिन मात्रै टाइम स्पेन्ड गर्नु पाउँछ, बेसी पाउँदैन, किनभने यसको चाहिँ साथीको बर्थडे छ, त्यसमा जानुपर्ने छ अनि म पनि चर्च जानुपर्ने छ है। सो हामी चाहिँ अब छुट्टिहाल्यौँ। अन्त आज चाहिँ डरलाग्दो घाम लागेको थियो अनि म चाहिँ बल्ल बल्ल चर्च आइपुगिसकेँ अनि चर्चभित्र जानेछु है। यहाँ चाहिँ म चर्च सकिसकेको छ। एकैचोटि चर्चको भित्र चाहिँ देखाउनु पाइनँ है, एकैचोटि म बाहिरको देखाउने छु। चर्च सकिसकेको छ हाम्रो। अनि यहाँ चाहिँ हामी चिया बिस्किटहरू खाइरहेको छौँ है। यहाँ साथीभाइहरू पनि छ, यहाँनिर सबैजना बसेर खाइरहनु भएको छ। त्यो डान्स प्र्याक्टिस भइसकेर पुरा डरलाग्दो भोक लागिरहेको थियो। अन्त म चाहिँ छिटो लिटल इन्डिया आएर फेरि है यहाँ चाहिँ थाले भन्ने छ नि त नेपालीको, यहाँ राइस पाउँछ है। राइस अब नेपाली नै बनाएको खाएको थिएँ। अन्त एकदमै मिठो भएर चाहिँ फेरि पनि म यो थाले नै मगाएर खाँदैछु। तल पुगेर एमआइटीमा चाहिँ पसेको, तर म चाहिँ मेरो चाहिँ है ब्लू लाइन थियो, तर ब्लू लाइनमा चाहिँ नगएर चाहिँ म चाहिँ पर्पल लाइनमा पुगेछु है, बिर्सेर है। अन्त म त आधी बिचमा पुग्दा मात्रै याद आयो, यसो हेरेको त नाम हेरेको त नामै छैन हो। त्यहाँदेखि फेरि छिटो निस्केर चाहिँ फेरि ब्लू लाइन पक्रेर चाहिँ यहाँ एमआइटीमा चढेँ है। चढेर आएँ अनि बसमा पनि यहाँ चढेँ है। अनि मलाई कस्तो घर आइपुग्दा कस्तो शान्ति भइरहेछ, कस्तो ढुक 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 भइरहेको थियो होइन, कहाँ पुगेछु भन्ने भइरहेको थियो है। तर म चाहिँ अहिले घरमा आएर शान्ति भइरहेछ। सो आजको मेरो मिनी भ्लग चाहिँ यति नै हो सबैजनालाई। सो बाई बाई, टेक केयर, अल अफ यु।